यार यस्तो झारी फोरेर हामी मान्छेले भन्छन् हुँदैन भन्छन् अब ओहो को चाहिँ यहाँनिर टक्क रोपाइ भएको छ। अब सुरुवात भनौँ न ए त्यो पर ठिक ठिक यो हजुर पर मावादेखि यता हो देखि उता पनि छ ए उता नि हो तर यहाँ त यति चाहिँ रोप्ने है हामीले नौरोपनी छ नौरोपनी भित्र ड्याङ्नु रोप्ने यहाँदेखि उदो जम्मा हाम्रो त 40-45 रोपनी पुग्ने रहेछ है अब यहाँदेखि माथिसम्म हो भने अब 150 रोपनी पर्छ 150 रोपनी 150 रोपनी हुन्छ त्यसो 40 रोपनी मात्र रोपौँ धेरै नरोपौँ हेर्नु यतातिर पनि उ गर्ने झारी फाँडेर होइन झारी फाँडेर यस्तो झारी फाँडेर ए उतै छ होइन अब हाललाई चाहिँ यति गरौँ न अब यहाँदेखि यता हो अब यो नि थोरै फोरिन्छ आजमा समाप्त हुन्छ भोलिदेखि त खाल्टा खाल्टा त्यो पारीदेखि नै हाम्रै हो साथीहरूले काम गरिरहेछन् हाम्रो काम गर्ने जनशक्ति चाहिँ हाम्रो जम्मा 20 जना मात्रै छौँ तर यो झारी फोड्ने हाम्रो 9 भाइ छन् अरू चाहिँ खाल्टा खन्ने जम्मा 20 जना चाहिँ हामीले साथीहरू भन्ने कुरा चाहिँ हाम्रो कामले नै मलाई एकदम विश्वास दिलायो र ऊर्जा थप ऊर्जा मिलेको छ। अब भोलिदेखि तर मान्छेले चितायो भने जे पनि हुने रहेछ नि त भन्ने बुझियो ल यो हेर्नु त हामीले झाडी 2 दिनभित्र कति झाडी फोडेछौँ हेर्नु त 2 दिनभित्रको झाडी फोडाइ र हेर्नु यो पर दिल्ली शेर्पाको घर त्योभन्दा माथिको नि हाम्रै कृषि फार्मको हो जब हामी 150 रोपनी जग्गा चाहिँ लिइसकेको छ हामी प्राप्त गरिसकेको छ यो चाहिँ फेरि आगमको लागि यसपालि चाहिँ योभन्दा मुनि मात्रै 40 रोपनी भन्दा हाम्रो टाइम भएन 40 रोपनी भन्दा रोप्न सक्ने भयो होइन अलिकति बिचमा त्यो खाने गोर्खा वेलफेयर ट्रस्टले दिएको त्यो खाने पानीको अलिकति ट्रेनिङ केमा व्यस्त भयो त्यही भएर यहाँ हेर्नु अन्त काम गर्ने साथीहरू त्यता नि छन् तल ढुवानी सिमा खाना पकाउने हुनुहुन्छ यता हाम्रो भाइहरू अनि पारी छन् अरू चाहिँ खाल्टो खाने हेर्नु हाम्रो यहाँ 65 वर्षको काका पनि